केटा जति त्यहाँ म डुब्नु पनि हुन्छ अनि भेटाउन असम्भव हुन्छ। अब न कति ठुलो पाइन्छ दादा अघि अघि हिँड्ने यो चाहिँ एक घर पनि नगएको दादा हिँड्नुपर्ने हुन्छ कटाएर म अन्त अब तेरो टिम गएर म यता तेरो टिम भाइ यहाँ हाम्रो भल परेको बाटो हुँदैछ। हामी चाहिँ बल खेल्न जाने अरे त्यहीँ गइसकेछन्। म चाहिँ पछि आएको चाहिँ अब चाहिँ हामी चाहिँ घर तलबाट भल सुरु हुँदैछ हाम्रो चाहिँ। अब गाई सबले सब्सक्राइब हानिदिनु अनि कमेन्ट हानिदिनु होला। हामी चाहिँ अब बल खेल्न हिँडेको मौसम चाहिँ अलि गडाङ गुडुङ परेर अनि कता गएर पानीले कुट्ने थाहा छैन। आज चाहिँ हामी चाहिँ अब भिडियो हेरेर इन्जोय गरिदिनु होला। हामी चाहिँ यता हिँडेर पुग्नु पर्छ कि उति टाढो पुग्नु पर्ने हुन्छ गाली खान्छ नि यहाँ। हामी चाहिँ त्यही आधी घन्टा लाग्छ जानु। हामी चाहिँ मौसम चाहिँ कस्तो छ पानी पर्ला छ तर यस्तो छ। हामी चाहिँ अब त्यहाँ गएर भेटिन्छ सबले सपोर्ट गर्नु पर्यो। हामी चाहिँ अब उता गइन्छ अहिले चाहिँ हामी पानी पर्न लाग्छ जस्तो छ। अहिले चाहिँ म धुक्रिँदै जानुपर्ने हुन्छ अनि पानी आयो भने छाता पनि ढाकेन जस्तो कुर्छ फेरि। म चाहिँ अब तल एकैचोटि गरेर सोगा यहाँ त केटा सब गएछन् उहाँ गइसकेछन्। आज चाहिँ म एक्लै हुन्छु होला उयोसम्म हुन्छ सब गर्छन् कि केटा जति त्यहाँ म डुब्नु पनि हुन्छ अनि भेटाउन असम्भव हुन्छ। हामी चाहिँ अब उठ्दै जानुपर्ने हुन्छ। अस्ति केटा गइसकेछ नि यस्तो लेट भयो कि चाहिँ काम थियो त्यसैले लेट हुने हो। पुग्ने चाहिँ उहाँ तल हो यो ठाँटी छ नि हो यो ठाँटी हो त्यहाँ पुग्ने। हामी चाहिँ कस्तो मौसम चाहिँ बहुत खराब छ पानी झर्किने अहिलेसम्म घाम चिरेत त पर्ने जस्तो थियो। अन्त के हो कि यस्तो बिजोगको हुने बाटो कस्तो छ भने लास्टै जोगाउनु पर्दै हामी चाहिँ धेरै टाढा गइसकेको चाहिँ म चाहिँ एक्लै पुरा बाटोमा गोजा हालत खराब त्यहाँ हरेक पाइन्छ क्या बसेर यहाँ स्कुल हटाउँदाखेरि यहाँ बसेर ट्याक्क अमिलो समिलो अब के ल्याएर खाइन्छ ट्याक्क न कति ठुलो पाइन्छ नि होइन मौसम कस्तो छ यहाँ गडाङ गुडुङ गरिरहेको छ। आज पानी बहुत ठुलो पर्छ जस्तो माने अहिले आउँदा हामीलाई लास्टै लुगा थाहा छ थाहा त पनि होइन न कालो बादल लाँदै पानी आउन सक्छ। हामी चाहिँ त्यो सबले गर्दा माया देखाइदिनु पर्यो च्यानलमा। हामी चाहिँ अब 1300 करिबमा हम 1300 कटाइदिनु होला। हामी चाहिँ हिजो चाहिँ अस्ति चाहिँ ग्याप रहेको थियो भिडियो चाहिँ अस्ति बनाउनु पनि पाएन एडिट गर्न पनि पाएन कि यति बनाएको थिएँ त्यही पनि एडिट गर्नु पाएन। यो नेट बहुत स्लो छ एउटा भिडियो तपाईँको समथिङ 1 घन्टा 2 घन्टा लागिन्छ क्या नेट यति स्लो चल्छ भिडियो अपलोड गर्दा। अरू बेला अलि फास्ट चल्छ यही बेला चल्दैन। हामी चाहिँ उयो गरेर भेट्छौँ है। केटा खेलिरहेछन् हामी चाहिँ हाम्रो सटार हामी चाहिँ केटाहरू खेलिरहेछन्। अब म चाहिँ खेल्नु पर्ने हुन्छ। म चाहिँ अब
भर्खर आएको अब ट्याक्क अब हामी चाहिँ हिँड्नुपर्ने हुन्छ कोठाहरूमा हामी चाहिँ अब एकैचोटि घर जाने बेला भेटिन्छ एकैचोटि केटा चाहिँ अघि अघि हिँड्ने यो चाहिँ घर पनि नगएको केटा ऊ आज चाहिँ केटा जे पाइ बोल्छ न त्यस्तै केटा हामी त अब मैले के हामी चाहिँ आजको लागि यति भिडियो तपाईँले गर्दा सपोर्ट गरिदिनु अनि सब्सक्राइब गरिदिनु होला अनि छोटो मिठो कमेन्ट हानिदिनु होला आजको लागि यति बाई